आइतबार किन छुट्टी गरियो भन्दाखेरि नि क्रिस्चियनहरू चर्चमा जान्छ क्या आइतबारको दिन त्यसको लागि। अनि शनिबार र आइतबार छुट्टी भएपछि त अमेरिका भइगयो नि देश। अनि राम्रा छन् उनीहरू, चिटिक्क सुकिला मुकिला छन्। 200 तोला 400 तोला सुन भएका, 200 तोला 400 तोला सुन भएका होइन, भयभरको सम्पत्ति भएका मान्छेहरू छन्। अब उनीहरू त 5 स्टार होटलमा बसेर खान जान्ने होइन। कस्ता कस्ता छन् त्यहाँ, जुत्ता कम्पनीका मालिक, ब्याङ्कका मालिक, होइन सब छन्। गरिब त कोही छैन, सांसद पढे लेखेका इङ्ग्लिस बोल्ने छन्, हो कि होइन? छन् नि त। त्यसले गर्दाखेरि म उहाँहरूलाई सोध्छु, अब हामीले मेडिकल कलेज के गरौँ अस्मितजी? स्वास्थ्य मन्त्रीलाई सोध्छु, तपाईँ शिक्षा र स्वास्थ्य फ्री भन्दै गर्दा तपाईँ पनि नर्स हुनुहुँदो रहेछ, नर्सका पीडा तपाईँलाई थाहा छ होला। नर्स नभएर हस्पिटल बन्द हुँदैछन् भन्ने कि तपाईँलाई थाहा छ कि छैन? हो कि होइन? भनेपछि तपाईँले के गर्ने हो? अनि त्यो पैसा तिर्न पर्छ कि पर्दैन स्वास्थ्य बिमाको? हामी त के भन्छौँ, हामीलाई 300 जना विद्यार्थी पढाउन दिनुहोस्, हामी 200 जना विदेशी विद्यार्थी ल्याएर पढाउँछौँ, 100 जना नेपाली पढाउँछौँ, त्यसमा 300 जना पढाए बापत 30 जना डाक्टर फ्री पढाइदिन्छौँ। फ्री। हामीलाई 1000 जना नर्स पढाउन दिनुहोस्, हामी 200 जना फ्री पढाइदिन्छौँ गरिबका छोराछोरी। हामी त्यो भन्छौँ। हामी देखाउन आएका होइनौँ, देखाउँदैनौँ। देश बनाउने हो भने, साँच्चै देश बनाउने हो भने म बालनजीलाई, सम्माननीय प्रधानमन्त्रीलाई म के भन्छु भने, एउटा युवा हुनुहुन्छ, आँट गर्नुहोस्, तेलको भाउ पहिलाको ठाउँमा ल्याउनुहोस्, करमाथि कर नलाउनुहोस्, र एमसीसी र एसपीपी क्याबिनेटबाट खारेज गर्नुहोस्। क्याबिनेटबाट नभए तपाईँको कुरा पत्याउँदैनन् मान्छेले। नभए 6 महिना पछाडि तपाईँ पनि राजा ल्याउने राजेन्द्र लिङ्गदेन हुनुहुन्छ। अहिले तपाईँसँग धेरैले आश गरेका छन्। 1-2 जना डाक्टरहरू, 1-2 जना मिडियाका साथीहरू बालन भनेको महा मान्छे, राजा ल्याउने बालन ल्याऊ भन्नुहुन्छ।